हुम्लाको नामखा, सिमकोट र खारपुनाथ गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको सीमा क्षेत्रमा हालै उत्पन्न विवाद र झडपको घटनाप्रति म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। उक्त झडपमा परि 6 जना बाजुरावासीहरू घाइते भएको र हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याएर उपचार भइरहेको तथ्य पनि जानकारी गराउँछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी उप कानुनी कारबाहीको माग गर्दछु। पूर्ववक्ता मान्यज्यूहरूले पनि कुरा राखेको भएर मैले 2 मिनेटको समय मागेको थिएँ। कृपया मलाई 2 मिनेटको समय दियोस्। सम्माननीय सभामुख महोदय, नेपाल र भारत सीमा विवाद त हामीले लामो समयदेखि देख्दै सुन्दै र भोग्दै आएका छौँ। तर आफ्नै देशका दुई जिल्ला बीचको सीमा विवादले यतिखेर डरलाग्दो रूप लिएर हुम्ला र बाजुराका नागरिक बीच असामान्य परिस्थितिको सृजना भएको छ। हुम्लाको नामखा, सिमकोट र खारपुनाथ गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको सीमा क्षेत्रमा हालै उत्पन्न विवाद र झडपको घटनाप्रति म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। उक्त झडपमा परि 6 जना बाजुरावासीहरू घाइते भएको र हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याएर उपचार भइरहेको तथ्य पनि जानकारी गराउँछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी उप कानुनी कारबाहीको माग गर्दछु। साथै घाइतेको सम्पूर्ण उपचार राज्यको तर्फबाट गरियोस् भन्ने नेपाल सरकार समक्ष अनुरोध पनि गर्न चाहन्छु। हुम्ला र बाजुराका नागरिकहरू बीच शताब्दीौँदेखि गहिरो ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ। एउटै भूगोल, वन तथा चरण क्षेत्र सेयर गर्ने सह अस्तित्वका बासिन्दाहरूलाई राज्यले अभिभावकत्व प्रदान गरी यो विवादको न्यायपूर्ण र दीर्घकालीन समाधान गरोस् भन्ने अपेक्षा पनि गर्दछु। सरकारले यथाशीघ्र संवादको थालनी गरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी र संघीय नापी विभागको समन्वयमा तत्कालै प्राविधिक टोली खटाएर वैज्ञानिक सीमाङ्कन गरी पर्यटकीय सम्भावनाले भरिपूर्ण रानीसैना क्षेत्रलाई द्वन्द्वको थलो होइन, दुई जिल्ला जोड्ने मित्रता र समृद्धिको केन्द्र बनाउन सभामुख महोदय मार्फत नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु। साथै यो कर्णाली राजमार्ग अवरुद्ध भन्ने